यो हेर्नु साथीहरू, हाई गरेर थकाइले चुर भइहाल्यो हामीहरू कस्तो जङ्गलमा बसेछौँ हेर्न सक्नुहुन्छ। This is not a ticket. This is professional privilege. यहाँ तलबाट कुदिन एउटै एपिक है फर्स्ट सप थाकेको भिडियो नहाल्दा Srijana Hotel and Lodge, खिन्डीमा पुग्यो। त्यही त मार्ने त्यत्रो गर्दाखेरि भयो हामी चिया खाने एउटा होटल एन्ड लजमा वेट गर्दैछौँ साथीहरू। चिया पाक्दैछ हाम्रो। राति भयो क्या तितो यहाँ खिन्डी भन्ने ठाउँमा चिया त खाइयो, अब हामी देउरालीतिर लाग्दैछौँ साथीहरू। जब साथ हो रघुनाथ तो किस बात की है चिंता। के हो यस्तो बाटो साथीहरू, हेर्नुहोस् त कस्तो बाटो छ यहाँ। ठिक हुँदो रहेछ साथीहरू। ट्रेकमा आएपछि 4-5 घन्टापछि पुरै साथीहरू मन पर्न छोड्दो रहेछन् साथीहरू। अब के भनौँ। प्रवेश किन यस्तो सुतेको? होइन म थकित छु अहिले। बाटो अलिकति गाह्रै रहेछ, उकालो बाटो सिँढी बाटो चढ्न अलिकति गाह्रो हुने रहेछ, त्यही भएर थकै मारेको छ। यो गाह्रो बाटो साथीहरू हेर्न सक्नुहुन्छ। साथीहरू हेर्नुहोस्, यस्तै बाटो हिँड्नु पर्ने छ गोसाइँकुण्डको ट्रेकमा। गाह्रो रहेछ, जति राम्रो भने पनि गाह्रै रहेछ यो ट्रेक त। खतरा ट्रेक, खतरा जिन्दगी। हेर्नुहोस् त साथीहरू, कस्तो निराशावादी स्थिति भइहाल्छ ट्रेक गर्दा गर्दा हाम्रो। हर्सलाई लाज लागेको छैन। Horse has pooped here. What is this behavior? What about the sanitation and health of the people? अरे यार कोई एसी चला दो यार। हेर्नुहोस् साथीहरू, यस्तै सिँढीहरू मात्र छन्। ट्रेक त के भन्नु, सिँढीको स्ट्रगल चढ्नु परिरहेछ साथी। क्रिएटिभिटी गाइज, यु क्यान सी। यो कसले क्रिएटिभिटी गर्नुभएको छ?
कमेन्टमा मेन्सन गर्नु होला साथी बाटो साथीहरू यस्तै सिडीहरू छन् हाउ टु पास यो त मेडिकलको इक्जाम पास गर्नुभन्दा पनि गाह्रो रहेछ यो सिडी त कसरी पास गर्ने हामीहरूले प्रवेश साथीहरू साह्रै थाकियो हजुरहरू पनि 10 सेकेन्डको रिल हेरेर र टिकटक हेरेर कहिले पनि गोसाइकुन ट्रेकमा नआउनु होला यहाँ त सिडी यति बढी छन् के भन्ने एमबिबिएस इक्जामभन्दा बढी गाह्रो यो सिडी छ लागिरहेछ मलाई यस्तो रिल हेरेर मिसगाइड गर्ने रिल नहेरेर आउनु होला साथीहरू अलि सजिलो हुन्छ भनेर नआउनु होला गाह्रै छ साथीहरू रियालिटीमा म त थाकिसकेको छु जसरी पनि हिँडिरहेको छु साथीहरू हेर्नुहोस् के हालत छ मेरो कस्तो भिड रहेछ यही बाटो आउनु जानु ट्रेकको